हेलो आज चाहिँ हामी यसो ब्ल्याक फ्राइडे घुम्दैछौँ यहाँनिर टाउनमा आइपुग्यो हेरौँ है के किनिन्छ है त ल यो 70 को 50 मा लागेको रहेछ 70 को 40 कालो चाहिँ 75 को यतिमा लागेको रहेछ ल जेडीमा सुजहरू सेल लागेको रहेछ गाइस मलाई त यो मन परेको छ तर मलाई मेरो बुढाले बर्थडे गिफ्ट अनलाइनबाट अर्डर गरिदिइसक्यो यहाँ चाहिँ कति 70 को 50 मा अरे ब्ल्याकको राम्रो छ कि क्या हो ब्ल्याक फ्राइडे 75 को 45 पाउन्डमा के राम्रो छ भनेपछि यहाँ एचएनएममा पनि सेल लागेको रहेछ गाइस कति 40% 20% मान्छेहरूको चाहिँ अनुहार नखिचेको एचएनएममा हेलो गाइस अहिले चाहिँ म यहाँ म्याङ्गोमा आएको छु हामी सेल लागेर चाहिँ 40% हेऱ्यौँ है त के मनपर्छ तर खासै मलाई चाहिँ यस्तो भने जस्तो त लागेन यस्तो कोटहरू के भने जस्तो आफूलाई फिट अहिले त मोटी पनि भएको छु नि त अनि आफूलाई भने जस्तै नपाउने के म्याङ्गोको क्वालिटी चाहिँ राम्रो छ 99 को उसमा 60 भनौँ न 59 मा त छ लङ कोटहरू पनि छ यहाँ यो स्यान्डल पनि एकदमै मन परेको एकदमै चुट छ के के गर्नु भएछ म त यहाँ बच्चाको छ यो कस्तो कति राम्रो छ सिक्वेन्सवाला वाइटमा ज्याकेट पनि कस्तो राम्रो लाग्यो मलाई यो ज्याकेट पनि एकदमै राम्रो छ बच्चाहरू पनि राम्रो राम्रो रहेछ यो चाहिँ जम्पसुट कतिको रहेछ ब्ल्याक एन्ड वाइट ब्ल्याक जम्पसुट बच्चाहरूको पनि एकदम राम्रो राम्रो छ यहाँ म्याङ्गोमा स्कर्ट 17.99 यो वाला पनि एकदमै राम्रो छ तर मेरो छोरीको लास्ट इयरकै छ कि त्यही भएर नकिनिनु पर्यो यहाँ हेर्नु न म्याङ्गोमा 50% अप टु भनिएको छ यहाँनिर 50% अफ भनिएको छ हेर मै त यसमा हेर्नुहोस् यहाँ एप्रिकोटमा आएको एउटै डिजाइनको हुन्छ क्या प्रायः यहाँ चाहिँ लुगा कलर मात्रै डिफ्रेन्ट आफ्नो यसो बर्थडेमा के किनौँ न भनेको यस्तो साडी जस्तो छ साडी कस्तो सिक्वेन्सवालाखेरि मलाई अलिक हुन्छ अलिक मन पर्दैन कि सिक्वेन्स यो ड्रेस चाहिँ कस्तो छ गाइस फाइनली मैले चाहिँ एउटा डिसाइड गरेको छु है यो चाहिँ यत्रो देखाएको त्यो पनि मलाई चाहिँ राम्रो लाग्यो वाउ कति राम्रो डेकोरेसन हेर्नुहोस् न साथीहरू क्रिसमस लाग्यो नि त यो नोभेम्बर डिसेम्बर पुरै क्रिसमस मनाउँछौँ यहाँ त एकदम राम्रो बनाएको छ है हाम्रो ल आजको ब्ल्याक फ्राइडेमा चाहिँ जम्मा यति किनियो न्यू लुक्सको सक्स हेर्नुहोस् है 4.49 मा
यसको प्राइस चाहिँ कति हो भने 599 को यो किन्यो। अनि न्यू लुक्सको यो पनि यो ब्याग 1799 को कतिमा पो किन्यो जस खै कतिमा पो किन्यो यो पनि डिस्काउन्ट तर के अप टु 50% भन्छ। लास्ट टाइममा चाहिँ यसो 2-4 पाउन्ड मात्रै कम गर्छ के। अनि यो चाहिँ यसमा चाहिँ यो चाहिँ राम्रो पाइयो भनौँ न। प्राडाको अस्ति नै मेरो बुढाले नेपालमै छोडिदियो कि उता, त्यही भएर मेरो बुढाको लागि यो मैले किनिदिएको। यो चाहिँ कति बुड्समा किनेको 115 को 30% डिस्काउन्ट पाएर 80.50 किन्यो है। 80.50 यो चाहिँ एकदम राम्रो लाग्यो। एकदम यो चाहिँ जस राम्रो प्राइसमा पाइयो भनौँ न। अनि यहाँ एउटा मैले ल्याएको छु एप्रिकटको 27 को कति हो कतिमा पो लिएको खै 27 को कतिमा लिएछु 19 मा। अनि यो पनि हेर्नुहोस् है यो मेरो बर्थडे ड्रेस यही लाउने भयो यसपालि 39 को 29 मा 10 पाउन्ड डिस्काउन्ट पाएँ यसमा। यो लाउने भयो यसपालिको मेरो जाने भयो यही लगाएर मेरो बर्थडे। थ्याङ्क यू बाई बाई। तपाईँहरूले चाहिँ के कति सपिङ गर्नुभयो अपडेट गर्नुहोला है त।